भयो हिजो अस्ति चाहिँ हामी चट्ट गाउँ गएको आज चाहिँ घरकै गाउँबाट 2-3 बोरा चाहिँ कोसिल लिएर आएको साइलबा माइलबा माइलिया मथ्यामा कान्छियामा अनि सबैजनाले हजुरआमा ठुलो हजुरआमा सबैको यो कोसिल यो फेरि भुटेर खाऊ भनेर मकै दिनुभएको छ यहाँ यो चाहिँ सिमी एक बाटा छ अनि त्यसपछि म यहाँ 5 बोतल थियो 1 बोतल त हामीले अझै उतै बाटोतिर एकजना पाहुनालाई दियौँ कति 5 यो 4वटा हैन मही यो 4वटा मही यो चाहिँ घिउ 1 बोतल घिउ यो दुईटै दुध हो यो दुईटा चाहिँ दुध अनि यहाँ फेरि पिठो कोदाका पिसेको पिठो रहेछ अनि जातोमा पिसेको यो एकदम प्योर अर्ग्यानिक ठुलो बजाइले दिनुभएको यो फेरि सुन्तला कसले दिनुभएको यो बहिनीले अस्मिता बहिनीले हिजो माथि आएर एक थियो एक कार्टुन एक झोला थियो त्यो अस्मिता बहिनीले पठाएको छ यो फेरि कान्छ्यामा कुपिन्डो यो धेरै सानो नहुनु यो फेरि साइलमा अचानक छैन यहाँ अलिक पुरानो थियो अनि यो चाहिँ चाहियो भनेको चट्ट फेरि जङ्गलबाट ल्याएर बनाइदिनु एकदम यो आँखा भएको एकदम बलियो हुन्छ यो साउन्ड बिल पनि छ फेरि छोरो उहाँ बसेर हाँस्दैछ छोरो सिल्टिङ यो अब कुकुरले पठाउनु अब यहाँ सबैले अब हालेको थियो कुकुरले सिल्टिङ एउटा छ यो पनि सिल्टिङ यो पनि सिल्टिङ हो त्यो पनि सिल्टिङ हो यो पहेँलो खालको दिनुभएको यो चाहिँ बोडी रहेछ बोडी कार्तिके बोडी यो कार्तिके बोडी रहेछ यो यहाँ पनि छँदैछ यो पनि सिल्टिङको पोका हो यो भट्टा रहेछ मथ्यामाले दिनु यो भट्टा हो अनि फेरि दुईटा लामा पिनालु यहाँ चाहिँ फेरि इस्कुस 3टा छ नि 3टा इस्कुस यो भयो अनि यतापट्टि आएर फेरि यहाँ फेरि 4वटा लामा फर्सी छन् लामा खालको रहेछ नि फर्सी यो फर्सी यहाँ फेरि छ यो कोदो एक बोरा कोदो अलि नजिक न देउडा खानको लागि कुटेर रातो कोदो रहेछ यति है गाइस यति छ गाउँको कोसेली सर यो हो गाउँले कोसेली साथीहरू